फिफा विश्वकप 2026 मा स्कटल्याण्डले विजय सुरुवात गरेको छ। 28 वर्षपछि पुनरागमन गरेको टोलीले विश्वकपमा सुखद सुरुवात गरेको हो। अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान भएको खेलमा स्कटल्याण्डले हाइटीमाथि 1-0 को जित निकाल्यो। स्कटल्याण्डको जितमा जोन मैगगिनले निर्णायक गोल गरे। जोनले 29औं मिनेटमा गरेको गोल नै स्कटल्याण्डलाई जितका लागि पर्याप्त भयो। स्कटल्याण्डसँग बराबरी बल पोसेसन बनाएको हाइटीले गोल भने गर्न सकेन। प्राप्त जितले स्कटल्याण्डको नक आउट चरण पुग्ने सम्भावना बलियो भएको छ। खेलको सुरुमा दुवै टिमको आक्रमण निर्णायक रहेको थियो। स्कटल्याण्डका स्कट म्याकटोमनीले 17औं मिनेटमा गरेको प्रहार पोस्टमा लागेको थियो। यसपल्टको विश्वकपमा जित निकाल्ने स्कटल्याण्ड नै पहिलो युरोपेली देश पनि भएको छ। जितसँगै स्कटल्याण्डले 3 अंक जोडेर समूह सी को शीर्ष स्थानमा उक्लिएको छ। उक्त समूहमा बराबरी खेलेका मोरक्को र ब्राजिलको समान 1-1 अंक छ। स्कटल्याण्डसँग पराजित हाइटी अंकविहीन छ। स्कटल्याण्डले पछिल्लो पटक सन् 1998 मा विश्वकप खेलेको थियो। त्यसपछि लगातार छनौट हुन नसकेको स्कटल्याण्ड 28 वर्षपछि छनौट भएको थियो। यस्तै स्कटल्याण्डको विश्वकपमा 36 वर्षपछि पहिलो जित पनि हो। पछिल्लो पटक सन् 1990 मा स्कटल्याण्डले स्विडेनलाई 2-1 ले हराएको थियो। अब आजको चौथो खेलमा अस्ट्रेलिया र तुर्की खेलिरहेका छन्। यो खेल क्यानाडाको भ्यान्कुभर स्टेडियममा जारी छ। आजको 5औं खेल जर्मनी र कुराकाओ बीच राति पौने 11 बजेबाट शुरू हुनेछ। यसअघि आज बिहानै भएको खेलमा कतार र स्विजरल्याण्ड तथा मोरक्को र ब्राजिलले 1-1 को बराबरी खेलेका छन्। मोरक्कोसँगको खेलमा ब्राजिल स्टार खेलाडी नेइमार बिनै खेलेको थियो। मोरक्कोका इस्माइल साइबरीले 21औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर ब्राजिलका विनिसियस जुनियरले 32औं मिनेटमा गोल गर्दै खेलाडीलाई 1-1 को बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले 1-1 अंक बाँडेका छन्। त्यस्तै स्विजरल्याण्ड र कतारले पनि बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको 17औं मिनेटमा ब्रेल एम्बोलोले स्विजरल्याण्डलाई अग्रता दिलाएका थिए। तर खेलको इन्जुरी समयमा कतारका बोलेम खोखीले गोल गर्दै खेल बराबरी बनाए। उनको गोलले कतारलाई हारबाट जोगाउनुका साथै विश्वकप इतिहासमा पहिलो अंक दिलाएको छ। यस्तै आज राति कुराकाओ विरुद्ध खेल्दै विश्वकप अभियान सुरु गर्न लागेको जर्मनीको एउटै लक्ष्य हुनेछ विश्वकप इतिहासकै सबैभन्दा ठूलो अपसेटबाट बच्ने। विश्वकप 2026 का फेभरेट्सको कुरा गर्दा 4 पटकको च्याम्पियन जर्मनीको नाम आइरहेको छैन, किनभने टोली पछिल्ला 2 संस्करण समूह चरणबाटै बाहिरिएको थियो। त्यसैले टोली कुराकाओ विरुद्ध साइकोलोजिकल दबावमा हुनेछ। यद्यपि जर्मनी बलियो लयका साथ अमेरिका आइपुगेको छ। पछिल्ला 9 खेलमा जर्मनीले विपक्षीलाई हराएको छ। यसै वर्ष भएका 4 मैत्रीपूर्ण खेलमा जर्मनीले स्विजरल्याण्ड, घाना, फिनल्याण्ड र सह-आयोजक अमेरिकालाई हरायो। जर्मनीले कुराकाओ पछि आइभरी कोस्ट र इक्वेडरसँग खेल्नेछ। यसपालि पनि जर्मनी समूह चरणबाट बाहिरिने हो भने फुटबल सरोकारवालाहरूका लागि यो आश्चर्यको विषय हुनेछ, किनभने यस पटक तेस्रो स्थानमा रहने टोलीसँग पनि उत्कृष्ट थर्ड रनर्स अपका आधारमा नक आउट चरणमा पुग्ने अवसर छ। कुराकाओसँग जर्मनीलाई जित बाहेक अन्य विकल्प छैन। बराबरीको नतिजाले पनि टोली आलोचनाको शिकार बन्नेछ। उता समूह ई को प्रतिस्पर्धामा पहिलो विश्वकप अनुभव लिइरहेको कुराकाओ ऐतिहासिक नतिजाको लक्ष्यमा हुनेछ। कुराकाओ भने बिना दबाव मैदानमा प्रस्तुत हुनेछ। गत नोभेम्बरमा कुराकाओले कन्काकाफ छनौट प्रतियोगिता अन्तर्गत पहिलो र दोस्रो चरण दुवैमा शीर्ष स्थानमा रहँदै पहिलो पटक विश्वकपमा स्थान बनाएको थियो। रिक एडवोकाटको नेतृत्वमा रहेको कुराकाओले यो यात्रामा 1 खेल पनि हारेन। त्यसैले कुराकाओ जर्मनीसँग डराइहाल्नुपर्ने टोली होइन।